विगत 28 दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनप्रति नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ। चिकित्सक शिक्षा आयोगले 16औं पूर्ण बैठकको निर्णय कार्यान्वयन नहुनु र चिकित्सक शिक्षा आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरूमा एकैचोटि म्याचिङ प्रक्रिया नगराइकन यो स्थिति आएको सङ्घको थर छ। हामी पटक पटक समाधानको पहल गरी र मिति 2081/12/31 गते 72 घण्टा अल्टिमेटम दिँदा पनि राज्यले ठोस कदम नचालेको हामी गम्भीर ध्यान आकर्षण भएको छ। चिकित्सक शिक्षा आयोगले 18औं बैठकको कार्यदलको बैठकमा 16औं बैठकको निर्णय कार्यान्वयन र आन्दोलित चिकित्सकहरूलाई ससम्मान काममा बोलाउनु पर्ने अडान राख्दा पनि हालसम्म सरकारद्वारा कुनै पनि पहल कदमी नहुनु दुःखमय छ। समस्याको समाधान गर्न जिम्मेवार हुनुपर्ने भन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई नै तुच्छ शब्द प्रयोग गरी कपोकलित आरोप लगाई भ्रम छिर्ने काम गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका पदाधिकारीहरूको कार्यको घोर भर्त्सना गर्दछौँ। साथै आरोप पुष्टि गर्न पनि खुला चुनौती दिन चाहन्छौँ। आन्दोलनको कार्यक्रमको थप सशक्त बनाउनु पर्ने आवश्यकतालाई महसुस गरी निजी मेडिकल कलेज काम गर्ने सम्पूर्ण चिकित्सकहरूलाई आफ्नो आकस्मिक तथा सदन उपचार सेवा बाहेक सम्पूर्ण काम छोडी सङ्घर्षमा आउन आह्वान गर्दछौँ। देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति 2081/11 गते बिहान 10 देखि 12 बजे सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकहरूलाई माइती घरमा उपस्थित भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौँ। साथै 24 घण्टाभित्र हाम्रा माग सम्बोधन नभए देशभरिका आकस्मिक तथा सदन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा